सुरक्षा, विश्वासीको सुरक्षा। विश्वासी भनेको चाहिँ को हो त? विश्वासी भनेको चाहिँ हामी हो प्रिय हो। अब हाम्रो सुरक्षा चाहिँ को हुनुहुन्छ त? हैन, हामीलाई सुरक्षा दिनुहुने को हुनुहुन्छ त? प्रभु येशू क्रिस्ट हुनुहुन्छ। हालेलुया। आजको दिनमा परमेश्वरले आशिष दिउन्। हेर्नुहोस् है, म सधैँ पढिरहेको वचन तपाईँहरूको बिचमा पढिदिनेछु। भजन सङ्ग्रहको पुस्तक 91 को हामी हेर्नेछौँ। हेर्नुहोस् है, 1 अध्यायमा यसरी लेखेको छ, जो परम प्रधानको शरणमा वास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। जो परम प्रधानको शरणमा वास गर्दछ, जुन व्यक्ति परमेश्वरको शरणमा वास गर्दछ, सिंहासनमा विराजमान हुनुहुने जो प्रभु येशू क्रिस्ट थुमाको छत्र छाया मुनि रहदछ भनेको छ। हालेलुया। जब हामी परमेश्वरको छत्र छाया मुनि रहन्छौँ भने तपाईँ र म चाहिँ सुरक्षामा रहन्छौँ। जब हामी परमेश्वरको छत्र छाया पनि छैनौँ भने प्रिय हामी सुरक्षामा हुँदैनौँ अनि हामीलाई विभिन्न बाधाहरू, विभिन्न किसिमका प्रकारका समस्या अभावहरू तपाईँ र मेरो जीवनमा आउँदछ प्रिय हो। हालेलुया। यसकारणले 3:2 पदले पनि स्पष्टसँग भन्छ। हेर्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है। परमप्रभुको बारेमा म भन्नेछु, उहाँ मेरा शरण स्थान र किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमाथि म भरोसा राख्दछु। हालेलुया। तपाईँले सुरक्षा पाइसकेको छ, तपाईँलाई परमेश्वरले शान्ति दिइसक्नु भएको छ, तपाईँलाई परमेश्वरले आशिषका भण्डारहरू खनाइदिनु भएको छ हैन, तपाईँको पाप क्षमा भएको छ। अनि अब तपाईँले साथीलाई पनि सुनाउनु पर्यो के, मेरो परमेश्वर चाहिँ शरण स्थान हुनुहुन्छ, मेरो परमेश्वर ढाल हुनुहुन्छ, मेरो परमेश्वर चट्टान हुनुहुन्छ, मेरो परमेश्वर सुरक्षा गर्नुहुने परमप्रभु हुनुहुन्छ भनेर तपाईँको साथीलाई तपाईँले सुनाउनु पर्ने हुन्छ। अथवा त्यहाँनिर साथीहरू चाहिँ तपाईँको बिरामीहरू भइरहेको छन् होला, अब त्यहाँ गएर तपाईँले भन्नुपर्ने हुन्छ कि मेरो परमेश्वरको बारेमा म तपाईँलाई सुनाउने छु। मेरो परमेश्वर चाहिँ मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ भनेर तपाईँले चाहिँ साथीहरूलाई सुनाउनु पर्यो। अनि परमेश्वरमा म विश्वास गर्दछु कि तपाईँको निम्ति म प्रार्थना गर्दछु, तपाईँ छुटकारा र चङ्गाई हुनेछ, म प्रभुमा भरोसा राख्दछु भनेर तपाईँको विश्वास हुनु एकदम महत्त्वपूर्ण छ प्रिय हो। हालेलुया। अनि प्रिय हो, तपाईँ र मलाई हरेक सिकारीको पासोबाट, जादुगरको आत्माहरूबाट हैन, छेद प्रेतका आत्माहरूबाट, विभिन्न तुनामुनाको आत्माहरूबाट चाहिँ परमेश्वरको छत्र छाया मुनि रह्यो भने तपाईँ र मलाई चाहिँ प्रिय हो सुरक्षा हुनेछ र त्यो कुराहरूले तपाईँ र मलाई छुने छैन। हालेलुया। यहाँनिर हामी 3 र 4 पदलाई पनि पढ्नेछौँ। निश्चय नै उहाँले तिमीलाई सिकारीको पासोबाट र घातकका रुढीबाट बचाउनुहुनेछ। सिकारीको पासोबाट, ओहो, घातकको रुढीबाट, जस्तो सुकै फैलिने महामारी रोग रुढीहरू होस् न, परमेश्वरको छत्र छिमुनि रह्यो भने प्रिय हो कुनै पनि रोग, कुनै पनि समस्याले तपाईँ र मलाई छुने छैन। तपाईँको शरीरमा बिरामी त होला नि, तर परमेश्वरको पवित्र आत्माको हातले जब तपाईँलाई छुनुहुन्छ, येशूको नाउँमा त्यो रोग निको हुन्छ। लुका 1:37 पदले के भनेको छ? परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। यस, हालेलुया। तपाईँ किन डराउने? तपाईँ परमेश्वरको छोरा हो। जस्तो सुकै भाइरल रोगहरू आओस्, तपाईँ किन डराउने? हालेलुया। धेरै मानिसहरू यो रोग त सर्छ, यो रोगले चाहिँ अट्याक गर्छ मान्छेलाई भन्ला, तपाईँ किन डराउने? म चाहिँ परमेश्वरको छोरा हो, म प्रभुमाथि भरोसा राख्छु, उहाँ मेरो चट्टान हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, मलाई बचाउनुहुनेछ भनेर चाहिँ तपाईँ चाहिँ एउटा विश्वास प्रभुमाथि हुनु पर्यो। हालेलुया। परमेश्वरको छत्र मुनि रहनु पर्यो। आमेन। 4 पदले भन्छ, उहाँले तिमीलाई आफ्ना पाखहरूले छोप्नुहुनेछ र उहाँको पखेटा मुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वासले त तिम्रो ढाल र पर्खाल हुनेछौ। हरेक परिस्थितिमा, हरेक अभावमा प्रभु येशू क्रिस्ट पर्खाल भएर उभिनेछ प्रिय हो।
प्रभु येशू ख्रीष्टले भेडाहरूलाई कुनै पनि अट्याक गर्न दिने छैन। सुरक्षा गर्ने व्यक्ति के हो त? सधैँ अगाडि जान्छ प्रिय हो। सुरक्षा गर्न तपाईँ र मलाई सुरक्षा गर्नको निम्ति परमेश्वरको शक्ति, परमेश्वरको पवित्र आत्मा येशू ख्रीष्ट चाहिँ प्रिय हो सधैँ अगाडि जान्छ। आमेन। र उहाँको समूह कुनै पनि कुराले प्रिय हो अट्याक गर्न सक्दैन। प्रभु येशू ख्रीष्ट चाहिँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँको पखेटा मुनि तपाईँ र मैले शरण पाउनेछौँ। हालेलुया। आमेन। विश्वासको तपाईँ र मेरो ढाल र पर्खाल हुनेछ। हामी 5-6 पदलाई हेर्नेछौँ। तिमी रातको ठुलो त्रासदेखि र दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ, न त अन्धकारमा फैलिने रोटीदेखि, न त मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउने छैनौ। अन्धकारमा फैलिने रोटीहरूदेखि तपाईँ र म डराउने छैनौँ। हरेक परिस्थितिहरूमा, हरेक अभावहरूदेखि हामी डराउने छैनौँ। हामी डराउनु हुँदैन, किनभने प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो साथमा हुनुहुन्छ। विश्वासीको सुरक्षा नै प्रभु येशू हुनुहुन्छ। जब तपाईँले मैले विश्वास गरेको छौँ, उहाँले सबै कुरा प्रिय हो तपाईँ र मेरो जीवनमा गर्नुहुनेछ। तपाईँ नातिनुहोस्, तपाईँसँग परमेश्वर हुनुहुन्छ। निरन्तर तपाईँले यो भजन सङ्ग्रह 91 पद पढ्नुहोस्। हालेलुया। आजको दिनमा तपाईँलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। मैले छोटो अध्ययन गरेँ, तपाईँहरूको बिचमा आशिष मिलोस्। गड ब्लेस यू। जय मसीह।